काँक्राको अचार चाहिँ मैले बनाएको के कस्तो छ अहिले चाखेर चाहिँ कमेन्ट गर्नुपर्छ मलाई ल। नमस्कार खाम्रीमा अब सुरु भयो चटपट मान्छेको झटपट मिनी ब्लग यसरी नै फटाफट धेरै दिन अन्तराल बादमा मिनी ब्लग हाल्दैछु आफ्नै घर आँगनबाट सुरुवात गरेँ है त। आज चाहिँ बिहानै उठेर हाम्रो बुवाले चाहिँ यसरी छिमी बनाउनु हुँदैछ अनि हाम्रो घरमा आउनुभएको हाम्रो कान्छी अनिउले चाहिँ करेला काट्नु हुँदैछ अनि साथमा पन्नमी दिदी पनि हाम्रो घरमै आज भोलि हुनुहुन्छ। यो चटपटको घरमा के को तामझाम भन्ने जिज्ञासा राख्नु महानुभावहरूलाई चाहिँ म भन्न चाहन्छु हाम्रो घरमा चाहिँ आज ग्रह रापजाप साथै हाम्रो 93 वर्षीय बोजूको चाहिँ आयुको पूजा छ। पूजामा चाहिने आवश्यक दीप प्रज्वलनको निम्ति छिमीलाई हामीले यसरी तयार गर्यौं अनि हाम्रो टाढोबाट आउनुभएको लपनबुले पनि आफ्नो कार्यलाई यसरी पूरा गर्नु हुँदै थियो। छिमेकीको रूपमा बस्नुहुने मेरो कान्छा लक्ष्मण काका अनि मेरो चन्द्र आन्टीले चाहिँ यसरी हामीलाई काममा धेरै सहयोग गर्नुभयो अनि हाम्रो आनिउले चाहिँ आँटा गुस्दा गुस्दै कटहर पाकेको छ भन्ने खुसीले चाहिँ म यति धेरै खाएर जान्छु भन्ने कुराको एक्सप्रेसन पनि जाहेर गर्नु हुँदैछ अनि हाम्रो पूजा चाहिँ यसरी सुरु मात्र हुँदै थियो। म चाहिँ लागेँ आफ्नो ड्युटीतिर अनि बाँकीको भिडियो चाहिँ ड्युटीबाट आएर गरेको। म ड्युटीतिरबाट आउँदा चाहिँ हाम्रोमा ग्रह रापजापको अनि आयुको लुमतार चाहिँ यसरी फराइरहेको थियो अनि यसलाई विधिपूर्वक हामीले सम्मानपूर्वक पुरा गरेपछि चाहिँ अब हामी लग्यौँ बाँकीको कार्यतिर। बुद्धिज्ममा हामी जब बस्छौँ भने चाहिँ हामी छिमी बाल्छौँ अनि यो सबै कार्यविधिलाई चाहिँ हामी पुरा गर्छौँ। यो कार्यविधि सक्न साथ चाहिँ हामीलाई टोटोलाको फुल यानि कि पर्गो रिपको चाहिँ टिका लगाइदिनु भएको थियो अनि अनिउले पनि हामीले यो पायौँ भनेर खुसी हुँदा हामीलाई एक्सप्रेसन जाहेर गर्नु हुँदै थियो। अनि हाम्रोतिर चाहिँ यस्तै दस्तुर छ जब कार्य पूजा शेष हुन्छ तब चाहिँ लपोनबुको एउटा शिर राख्नको निम्ति चाहिँ सानो हामी जति जे सक्छौँ सोही सकुन राखेर चाहिँ उहाँलाई इज्जत गर्छौँ अनि त्यसपछि चाहिँ हुन्छ हाम्रो भोजनको कार्यक्रम। अनि भोजनमा चाहिँ हाम्रो धेरै डिसेसहरू चाहिँ हुँदैन हामी किनभने गाउँघरको मान्छे हो रुख सुख जे छ त्यसैमा हामी आनन्द हुन्छौँ खुसी हुन्छौँ एक अर्कामा बाँटेर खान्छौँ। अनि आजको भोजनको कार्यक्रम चाहिँ यसै प्रकारको थियो। हाम्रो फौजीबाट लक्ष्मण अङ्कल मेरो बल्ले भाइ र लपोनबुले यसरी मिलेर खाना ग्रहण गर्नु हुँदै थियो अनि सानो भिडियो मैले हजुरहरू समक्षमा साझा गरिदिएँ। हजुरहरूकोतिर कस्तो हो कृपया कमेन्टमा साझा गर्न नभुल्नु होला। अब अन्तमा चाहिँ हाम्रो अनिउहरूले जसले चाहिँ पकाउनु भयो अनि उहाँले बाँड्नुभयो उहाँले पनि आफ्नो आफ्नो जति पनि अनुभव थियो त्यो चाहिँ जाहेर गर्नु हुँदै थियो। अनि यस्तै हो हाम्रो गाउँघरतिर मेरो मिनी ब्लग आजभोलि कस्तो आउँदैछ मेरो भिडियोहरू कस्तो आउँदैछ कृपया गरेर साझा गर्नु होला। अनि अन्ततिर चाहिँ मेरो बुवा र लपोनबुको एउटा फोटो क्लिक गरेपछि चाहिँ आजको भिडियोलाई अन्त गरेँ।